आज म तपाईँहरूलाई जापानको सुन्दर र शान्त स्थान चिबा पार्कको एक विशेष सिनेमाटिक यात्रा गराउन लागेको छु। यहाँ हरियाली, सफा वातावरण, शान्तता र सुन्दर हिँड्ने बाटोहरूले मलाई तुरन्त शान्त बनाइदिन्छन्। यहाँको प्रत्येक कुनामा एउटा अलग कहानी लुकेको छ। कहिले शान्त बेन्चमा बसेर, कहिले हरियाली बाटो हिँड्न, त कहिले सुन्दर दृश्यलाई क्यामेरामा कैद गर्दै हरेक क्षण यादगार बन्छ। चिबा पार्कमा घुम्ने क्रममा एकजना एक दुईजना नेपाली साथी दाजुभाइहरू पनि भेटिनु भएको छ। उहाँहरूलाई पनि के छ सर, तपाईँ कहाँदेखि? नेपाली होइन जस्तो छ। तपाईँ नेपाली हो? चाहिँ नेपाली हो। उहाँ चाहिँ नेपाली हुनुहुँदो रहेछ। अनि के छ अनि तपाईँहरू यो पार्कमा चाहिँ कति नजिक छ तपाईँहरूको यहाँबाट घर? हामी यतैतिर हो बस्ने। हामी लगभग तपाईँको यहाँदेखि करिब त्यही 20-25 मिनट टाढा हो। हामी पनि यो ठाउँ एकदम रमणीय र सुन्दर भएको कारणले गर्दाखेरि चाहिँ प्राय आइरहन्छौँ भनौँ न। यसो महिनामा कहिलेकाहीँ 1-2 चोटि यसो माइन्ड फ्रेस गर्न यहाँ यताउता फुलहरू, चराचुरुङ्गीहरूको यो आवाज सुन्नलाई भए पनि आइरहन्छौँ भनौँ। त्यही त। जस्तै यहाँ यो तपाईँको के युट्युब च्यानल हो कि के हो यो? मेरो यो तपाईँ युट्युबर हो कि क्या हो? म युट्युबर हो। म जस्ट युट्युबर, त्यस्तो युट्युबर भन्ने भइसकेको छैन। मेरो नाम सागर एन भ्लग छ। त्यसमा गएर चाहिँ सब्सक्राइब गरिदिनु होला। हुन्छ है, ल है त ब्रदर, म अलि बिजी छु, ल है त ब्रदर, है त। नेपाली हो नि मैले, ल है त। म चाहिँ यतै चिबाको अलि उता परपट्टि पर्छ। अनि यसो चिबा पार्क कस्तो रहेछ भनेर यसो घुम्नको लागि आएको थिएँ। तपाईँहरू पनि यतै हुनुहुँदो रहेछ है त? तपाईँ नेपाली हो? नेपाली हो नि। मैले त तपाईँलाई श्रीलङ्की सोचिरहेको थिएँ, नेपाली हुनुहुँदो रहेछ। देख्न सक्नुहुन्छ यहाँ चाहिँ कुनै समयमा जस्तै साकुराको टाइममा, साकुरा फुल्ने समयमा चाहिँ यो बोटिङ पनि गर्नु मिल्छ। बोटिङको 200 समथिङ कति रुपियाँ छ होइन। अलि पछि यता यो हाम्रो कमलको फुल्ने पोखरी पनि छ त्यहाँनिर होइन। एकदमै राम्रो देखिन्छ फुल फुलेको समयमा।